हेलो गाइज र आज चाहिँ मेरो भ्लग चाहिँ रिनकदेखिको छ र म चाहिँ गाडीमा मेकअप गर्दै भिडियो बनाइरहेको थिएँ र आज चाहिँ म घर जाँदैछु मेरो बहिनीलाई लगेर बहिनीलाई पुऱ्याउनु थियो बहिनीको स्कुल लाग्न आँटेको छ र चाहिँ म बहिनीलाई पुऱ्याउँदै गएको थिएँ र हामीले चाहिँ ऱ्याबिट पनि घरमा लगेको थियौँ र यो जग्गा चाहिँ मिरिक हो मेरो गाउँपट्टि यो चर्च हो स्कुल अनि यहाँनिर चाहिँ थुप्रो काम गरिरहेको थियो यो चाहिँ मिरिक एरिया पर्छ अलगढा मिरिक अनि यो बाटो चाहिँ क्रुज डाँडा भन्छ यहाँ चाहिँ क्रुज डाँडा छ अनि यो बाटो चाहिँ घर पुग्नु लागेको थियो बनाएको यो भिडियो चाहिँ हामी घर आइपुग्यौँ यहाँ बहिनी चाहिँ एकदम गीत गाउँदै झिस्किँदै आइरहेको थियो र यहाँभित्र चाहिँ बोजू नातिहरू बसिरहेको थियो र त्यहाँबाट म चाहिँ फर्केर अलगढा गएको थिएँ मेरो डकुमेन्ट्सको लागि र यहाँनिर चाहिँ प्रोग्रामहरू हुँदो रहेछ सानो प्रोग्रामहरू यहाँनिर सानो एकजना नानी नाच्दै थियो त्यसको भिडियो गरेको थिएँ मैले अनि म फेरि घर आएँ यो चाहिँ भोलिपल्टको दिन हो र एकदम चिसो थियो भोलिपल्ट चाहिँ र यो चाहिँ भोलिपल्टको दिन आएको भोलिपल्टको र आमाले चाहिँ यहाँनिर सिमली तरुल पनि उसिन्नु भएको रहेछ र बहिनीलाई चाहिँ चिया बनाउनु लगाएको थिएँ र अर्को बहिनी चाहिँ यहाँ चिसोले आगो तापिरहेको थियो सक्नुहुन्छ दिन चाहिँ एकदम चिसो थियो भोलिपल्टको दिन चाहिँ र बोजू बाजे र उसको नाति चाहिँ यहाँनिर कार्टुन हेर्दै बसिरहेको थियो र फेरि आएर चियाहरू खाएँ दिन हेर्नु सक्नुहुन्छ कस्तो चाहिँ चिसो छ बाहिर चाहिँ म चाहिँ चिसोले चाहिँ बस्नै सकिनँ र त्यही दिन दिउँसो चाहिँ हामी मोमो खाने प्लान गरेको थियौँ र म चाहिँ मोमो बनाउनुपट्टि लागेको थिएँ आमालाई सघाइदिनु भनेर आमा पनि आउनुभयो मोमो बनाउनु सघाइदिनु भयो र म चाहिँ बनाउने आमा चाहिँ बेल्ने थियो र बहिनीलाई चाहिँ भ्लग गर्नु लगाएको बहिनीले त्यति बेसी हल्लाइदिएछ र पनि बहिनीले पनि सिक्छ बिस्तारै र बाजे चाहिँ पछाडि हेरिरहेछ भिडियो गरेको अनि यहाँ चाहिँ बाजे नाति बसेर मोमो खाइरहेको थियो र मेरो यो सर्ट भिडियो तपाईँहरूलाई कस्तो लाग्यो लाइक गरिदिनुहोस् होला